कहिलेकाहीँ त हजुर पराई आफ्ना भइदिन्छन्, आफ्ना पराई भइदिन्छन्। यो बोल्दै गरेको बाणीले कहिलेकाहीँ कोही मान्छे, हेर्नुहोस्, मान्छे यही हो, जिब्रो यही हो, बुद्धि यही हो, कहिलेकाहीँ यो बाणीले कसैको हृदय चोट पुग्ने गरी निकाल्दिन्छ, कसैलाई फेरि प्रशंसा खुसी बनाउने गरी निकाल्दिन्छ। यो बाणीको कस्तो तागत छ, रिस पनि यसमा, विष पनि यसमा, अमृत पनि यसमा। हेर्दा त यस्तो छ, तर कस्तो अचम्मको रहेछ है। यसैले कसैलाई मर्ने बनाइदिन्छ अनि यसैले कसैलाई जिउने पनि बनाइदिन्छ। जीवनमा भगवतीको चरणमा जानुहोस्, भगवानको नाम लिनुहोस्, खूब भक्ति गर्नुहोस्, तपाईले चाहेको सब पुरा हुन्छ। तर कर्मको फल भोग्न चाहिँ सबकै तयार हुनुहोस् है। कर्मको फल यो संसारमा सबैले भोग्नु पर्छ रे है। लुकी लुकी गर्नु भएको छ भने पनि भोग्नु पर्छ रे, देखाई देखाई गर्नु भएको छ भने पनि भोग्नु पर्छ रे। राधे राधे भन्दिनु, सबैले भोग्नु पर्छ रे। हेर्नुहोस् है, बडो कठिन कार्य छ। घर परिवारमा बस्नु भएको छ, कर्म कहिलेकाहीँ गलत हुन सक्ला, कहिले बोलीले दुख्न सक्छ, कहिले आफ्नो बनाउँछु भन्दा भन्दै पराई हुन सक्छ।